ल हाम्रो पुरी पनि आयो, चाउमिन पनि आयो, अब खानुपर्ने हुन्छ गाइस। साथीहरू हामी सोल्टिनी चाहिँ डक्टर आउनु भएको छैन अनि यसरी बाहिर पर्खेर बसिरहेको छु आफ्नै घरमा। सोल्टिनी विराट चोककै साथीहरू, यो चाहिँ विराट चोक। अझै आधी घन्टा लाग्छ। ल खै सोल्टिनी र हामी यहाँ विराट चोकको सेलमा जाँदैछौँ। सोल्टिनी अगाडि जाँदै हुन्छ अनि म चाहिँ ट्याक्टाले कता बोल्दै थिएँ। सेल लागिरहेको छ यहाँ 100 देखि 1000 सम्मको सेल विराट चोकमा। ल हिँड्न सोल्टिनी हिँड्न। कुमारी ब्याङ्क लिमिटेड सेल ल हेर्नु त, ट्राई गर्नु नि। कस्तो दामी हो यो चाहिँ। कति राम्रो हाम्रो राम्रो छ त यो त। हाम्रो यस्तो राम्रो छ क्या, हेर्दै राम्रो छ। यस्तो लुङ्गीमा मिलाएर नाच्ने हेर्दै राम्रो छ। छसै सर्लक कवाई पनि मलाई दिनुभएको छैन भने मैले केटीलाई छोडेँ, केटीले मलाई दिनुभएको मलाई छैन अनि तिमी नाम्रेको कुरा हो नि त। तपाईँ दिएको दियो भने मैले दिएको हो भनेर कति ढुकी गरेको त्यो 10को चाहिँ 300 पनि दिएन मलाई भन्ने। अनि हामीलाई त मिनिमम हुँदैन अनि हामी कसरी दिन सक्छौँ? कति त्यो अब हामीले हाल्नुपर्छ। त्यही 200 लागि पनि लुङ्गी होला, लुङ्गी फररा लुङ्गी स्टाइलको मेडी होला कि यस्तो लाग्यो। कसले दिएको भन्नु, त्यसपछि मैले दिएको भन्नु। तपाईँकोमा हाल्यो जसले दिएको स्टाइलमा हाल्ने, तपाईँ दिएको भए तपाईँ दामी अर्कै नेवार रात चाहिँ बोल्नु लाग्यो। त्यहाँबाट तपाईँले दिएकै छैन मलाई सोलालाई दिएको भन्नु कि प्लिज बोल्न मलाई दिएको नभन्नु। त्यहाँबाट अप्सरालाई हाम्रा यो मोरङको विराट चोक रहेको छ। यो चाहिँ बाटो बन्दैछ अझै पनि फाटिलो। सपिङ पनि गऱ्यौँ हाम्रो सामान खै हेरौँ त यहाँ कहीँ चाललाई देखाउँ न। हामीले सपिङ गरेको ल गाइस, सोल्टिनी र मैले। सोल्टिनी 1000 नै दियो यसको 800। यो 957 देखिरहेछ नि। यो मेरो, यो सोल्टिनीको। यो तपाईँले काटिदिन्छ होइन, मलाई लाएर टन्काइदिउँ। हल्का टाइट हुन्छ तर अब घट्दै चाहिँ हुन्छ होइन। बाहिरबाट लाउने हो क्या यो, भित्रबाट यो होइन, बाहिरबाट त्यही पातला अब उयो ज्याकेटहरू छ नि त्यस्तो, त्यही भएर लिएको मैले। नतन्काउनु हुन्छ तर धेरै नतन्काउनु, फेरि ठुलो भयो भने राम्रो देख्छ। ल यहाँबाट लिएको हामीले 50 रुपियाँ नि मलाई
102,000सम्म हामीले यहाँबाट लिएको है। हामी चाहिँ डाक्टरलाई पर्खेर बसेको बाहिर। हस्पिटल चाहिँ यता मेरो चेकअपको लागि आएको गाइस। म डाक्टरलाई नै पर्खेर बसिरहेको छु। म चाहिँ सिटीमा गाइस वर्षानीसम्म सिटीमा जानुपर्ने सबै त्यसपछि चाहिँ बसमा जानुपर्ने फर्किनुपर्ने हुन्छ गाइस। ल हाम्रो नास्ता आयो साथीहरू। ल सोल्टनी खाऊँ। हजुर के छ त खानु। मुखबाङहरूले त्यो मुखबाङहरूले खानुभन्दा अगाडि गर्छ नि त्यस्तै। त्यो मुखबाङहरूले याद गर्नु भएको छ। खान्थ्यो भने अब अगाडि गर्छ नि त्यस्तै क्या। एउटा यो पुरी। ल हामी चाहिँ मिनी मार्टतिर पनि आएको छौँ। ल हेर्नु तर मैले त्यो उको नलगाउने भने नाम एक्नीको कुन चलाउने मामा अर्थको फेस वास छ मामा अर्थको। सुमनले चलाइरहेछ अहिले मामा अर्थको। उयो रहेछ त एउटा कुन कुनबाट छ हेर्नु सोल्टिनी। कस्तो दामी दामी टपहरू पनि छ। सानै लाग्नु पर्यो। एक्नी नै किन मामा अर्थको लाने भने होइन। कति हो के किन्नु भयो। पोतेहरू हेरौँ पोतेहरू गाई त्यस्तो छ है। हामी चाहिँ फेन्सीमा आएको छौँ। यो किन्ने यहाँ देखाउनु त मलाई। मैले खोजेको खालको पोते यसबाट एउटा निकालिदिनु न। यो त अब नेल लानु नेल 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 लाउने आँट यस्तो छ है। के लानु गाडी पर्खेर बसिरहेको छु म साथीहरू। जाने विराट चोक ल गाइस हामी चाहिँ अब जान लागेको प्लेनमा चढिसकेको छौँ। प्लेनमा चढिसकेको छौँ हामी चाहिँ। हामी विदेशी अनि यता चाहिँ बस अब यो हस्पिटल ल्याएर सोल्लिनु सुत्दा अनि आज